धेरैजनाले निपा भाइरसको बारेमा अहिले न्युजहरू सुनिराख्नु भएको छ होला र कतिजना आत्तिराख्नु भएको छ होला। सो सबैजनालाई एउटा अवेरनेस होस् भनेर मैले यो भिडियो क्रिएट गरेको छु र अन्तिमसम्म हेर्नु होला र सबैजनामा यो भिडियो सर्कुलेट गर्न नबिर्सिनु होला। सो सबैजनामा नमस्ते, म तपाईँहरूकै नर्स आँचल एन्ड न्यू मम। सो यो निपा भाइरस भनेको के हो, कसरी सर्छ र हामीले यसलाई रोक्नको लागि रोकथाम के गर्नुपर्छ, प्रिकप्सनहरू के लिनपर्छ भनेर मैले यो भिडियोमा सबै कुराहरू उल्लेख गरेको छु। अन्तिमसम्म हेर्नु होला। इन्डियामा एकदमै छिटो मात्रामा यो निपा भाइरस सर्कुलेट भइरहेको छ र फर्स्टमा देखेको केस भनेको इन्डियाको वेस्ट बङ्गाल 12 सालमा एउटा स्टाफ नर्सलाई चाहिँ इन्फेक्सन भएको रहेछ। त्यो पनि एउटा रेस्पिरेटरी इलनेस भएको पेसेन्टलाई ट्रिट गरिरहेको टाइममा चाहिँ उसलाई डाइरेक्ट कन्ट्याक्टबाट चाहिँ उसलाई यो ट्रान्समिसन भएको रहेछ। देन आफ्टर उसको ट्रिटमेन्टको लागि अर्को हस्पिटलमा त्यो स्टाफलाई ट्रान्सफर गर्दाखेरि उसबाट अरू अन्य स्टाफहरूलाई चाहिँ त्यसरी सर्कुलेट भएको रहेछ। सो अहिले करेन्टली 2जना स्टाफहरू चाहिँ एकदमै क्रिटिकल कन्डिसनमा छन् र एउटा स्टाफ चाहिँ कोमामा छ भने एउटाको चाहिँ अलिकति राम्रोसँग इम्प्रुभमेन्ट भइरहेको छ, भेन्टिलेटरमा हुनुहुन्छ। निपा भाइरस कोरोना भाइरस भन्दा पनि एकदमै खतरनाक छ र अहिलेसम्म 5जना जतिलाई इन्फेक्सन भइसकेको छ र 2जना चाहिँ आइसियुमा ट्रिटमेन्ट भइरहेको छ, भेन्टिलेटरमा। एउटाको चाहिँ एकदमै राम्रो इम्प्रुभमेन्ट भइरहेको छ र यसको मृत्युदर भनेको 40 देखि 70% छ। र यो कसरी ट्रान्समिट हुन्छ भन्दा कुनै पनि फलफुलहरू, यो सुँगुरको मासु भयो र फर्स्टमा देखेको भनेको चमेराबाट ट्रान्समिट भएको केस फाइन्ड आउट भएको हो। र चमेराले चाहिँ आफूलाई इन्फेक्सन नगराइकन, आफूलाई सङ्क्रमण नगराइकन यसले चाहिँ एन्टिबडिजहरू बोकेर हिँडेको हुन्छ। सो चमेराको कारणले गर्दाखेरि पनि इन्फेक्सनहरू चाहिँ ट्रान्समिट हुनसक्छ र कुनै पनि पर्सन यदि यो निपा भाइरसबाट इन्फेक्सन भएको छ भने त्यो पर्सनको डाइरेक्ट कन्ट्याक्टबाट, सलाइभाहरूबाट पनि यो पर्सन टु पर्सन ट्रान्सफर हुनसक्छ। इन्डियामा सङ्क्रमण बढ्दो क्रममा भएको भएर यो इन्फेक्टेड भएको पर्सनहरूलाई 100जनाभन्दा माथि नै क्रस भइरहेको छ सङ्क्रमण भएको मान्छेहरूको सङ्ख्या। सो यिनीहरूलाई चाहिँ घरमै क्वारेन्टिनमा राखिरहेको छ र जति पनि नेपाल र इन्डियाको बोर्डर र इन्डियासँगै छेउछाउमा भएको जति पनि यो देशहरू छ उनीहरूको बोर्डरमा चाहिँ अहिले एकदमै कडा टाइट मात्रामा चाहिँ चेकहरू भइरहेको छ र डोमेस्टिक र इन्टरनेसनल एयरपोर्टहरूमा पनि एकदमै राम्रोसँग यो चेकअपहरू गरिराख्नु भएको छ। निपा भाइरसबाट सङ्क्रमण भइसकेपछि सुरुमा देखिने लक्षण भनेको सामान्य भाइरल इन्फेक्सनको जस्तो हुन्छ। टाउको दुख्ने, ज्वरो आउने, रुगाखोकी, सास फेर्न गाह्रो हुने, घाँटी सुन्निने, घाँटी फुल्लिने र पछि गएर यो इन्फेक्सन बढ्दै गएर ब्रेनमा समेत इन्फेक्सन फैलिन सक्छ र पेसेन्ट कोमामा जान सक्छ। सो यसलाई हुन नदिनको लागि हामीले प्रिकप्सन अपनाउनुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ। फलफुलहरू किनेर ल्याउँदै हुनुहुन्छ भने राम्रोसँग धोइ पखाली गरेर मात्र खानुहोला र तपाईँले सुँगुरको मासु खाँदै हुनुहुन्छ भने एकदमै केयरफुल हुनुहोला। यो सुँगुरको मासुबाट पनि ट्रान्सफर हुन्छ र अहिलेसम्म चाहिँ यो निपा भाइरसको कुनै पनि एन्टी भाइरल वा भ्याक्सिनहरू चाहिँ अहिलेसम्म बनिसकेको छैन। यसको मेन ट्रिटमेन्ट भनेकै प्रिकप्सन हो। व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोला, साबुन पानीले राम्रोसँग हात धुने। यदि साना बच्चा, प्रेग्नेन्ट वुमन, पोस्टपार्टम वुमन, वृद्ध बाआमा हुनुहुन्छ भने स्पेसल ध्यान दिनुहोला। तपाईँलाई रुगाखोकी लागेको छ भने यस्ता व्यक्तिलाई भेट्न नजानुहोला, टाइममा ट्रिटमेन्ट लिनुहोला र तपाईँ यदि हेल्थ वर्कर हुनुहुन्छ भने प्रिकप्सन अपनाउनुहोला। बाहिर हिँड्दाखेरि मास्क र सेनिटाइजर प्रपरली लगाएर बोकेर हिँड्नुहोला। सो सबैजना स्टे सेफ, स्टे अलर्ट र आफ्नो फ्यामिलीको केयर गर्नुहोला।